हेलो हेलो नमस्कार सबैजनालाई। हामी यहाँ कठौरी मौरी काट्न लाग्छौँ है साथीभाइहरू। यहाँ हाम्रो भाइ छ, मेरा छोरा इधर मेरो छोरा भागा कठौरी मौरी यसलाई भन्छ साथीहरू। यो जङ्गलको सन्साना रुखहरूको पोथ्रामा लगाएको हुन्छ, यसलाई नै कठौरी मौरी भनिन्छ। फेरि हुन्छ यो सेम मौरी जस्तै हो तर सानो साइजको हुन्छ। ल है साथी, अब हामी सर्लक्कै कठौरी काट्न गइरहेछौँ है। ल है साथीहरू, माउले चाहिँ गोला छोड्न मानेको छैन। म चाहिँ अब फुकेर भए पनि माउ उडाउँछु है साथीहरू। अहिले फुकेर माउ उडाए साथीहरू। माथि मह हालेको हुन्छ, तल यसको बच्चा हुन्छ। मह देख्नुहोस् गाइस, मह कठौरी भन्छ यसलाई। बाबुलाई टोक्छ हो माथि जानुहोस् त, हो माथि खेतमा बस्नुहोस्। अन्त बाबु पनि आएछ, हामी पनि आएछौँ मह काट्न। टक्क लाएर मह, यसलाई भन्छ कठौरीको मह। कठौरीको मह कसैलाई चाहिएको छ भने कन्ट्याक्ट गर्नुहोस् गाइस। यस्तो हुन्छ, तल माउै माउ देख्नुहुन्छ। यो सेम मौरी जस्तै हुन्छ तर अलि सानो साइजको। यस्तै गर्छ नि, भिरे भिरे टाइपको। यस्तो हुन्छ साथीभाइहरू। कठौरी मौरी यस्तो हुन्छ है साथीभाइहरू। टक्क लाएर हेर्नुहोस्, खसिहाल्यो रे साथीभाइहरू। महको चाका निकालिसकेका छौँ साथीभाइहरू हामीले फाइनल्ली। सक्यो छैन खै, त्यही पनि हेरौँ यतापट्टि हेरौँ, यता हात अब यो चल्ले पोला मात्रै छ है साथीभाइहरू। छैन, त्यो त छैन, भयो उठाएको त्यही डाँडो हो अलिकति। छैन हामीले यहाँ मह काटिसकेको अवस्था छ है साथीभाइहरू। यहाँनिर यसको चल्ला चाहिँ हामीले यत्तिकै राखिदिने कुरा हुन्छ। यसले फेरि मह निकाल्यो भने मह काट्ने कार्यक्रम हुन्छ, होइन भने हामीले यहाँ फाइनल्ली काटिसक्यौँ मह गाइस। साथीभाइहरू मह काट्ने मान्छे टक्क लाएर यसरी ढाकिदिने कुरा हुन्छ साथीभाइहरू। यस्तरी ढाकिदिइसकेका छ। ल यता हेर्न, के खाइस्? के को मह? कठौरीको मह खायो बाबुले। दबाई यो के हुन्छ? दबाई हुन्छ? हुन्छ, खाइस् कठौरीको मह? है बाबुले कठौरीको मह खायो।